विदुर चरित्र, विदुर नीति अद्भुत छ, बहुतै पावन छ। विदुर ती भक्त हुन् जसलाई सधैँ भगवानले याद गर्छ। भगवानलाई याद गर्ने भक्त हुन्। हामी सबैले भगवानलाई याद गर्छौँ नि, होइन? ती याद गर्ने भएर नै आएका हौँ यहाँ। भगवानका अनेक अवतार, अनेक स्वरूपहरूको दर्शन गर्दाखेरि हामीलाई बडो आनन्द आउँछ। त्यही भएर आएका हौँ कि होइनौँ? भगवानको चारधाम मध्ये एकमा हाम्रा पितृको नाममा भागवत पाठ लगायौँ भने भगवानले पनि सुन्नुहुन्छ र भगवानले सुन्नुभयो भने हाम्रा पितृले प्राप्त गर्छन् भनेर भागवत पाठ लाग्यो हो कि होइन? स्नेह र विश्वासको साथमा, अति प्रीतिको साथमा यो कर्म गरिएको, पुरा विश्वासको साथमा। भक्तले भगवानलाई अहरनिश सम्झिने गर्दछन्। कुनै कुनै यस्ता महाभागवत हुन्छन्, महान भाग्यशाली हुन्छन् जसलाई भगवानले पनि सम्झिनुहुन्छ। हिजो हामीले भीष्म पितामहको प्रसङ्ग सुन्यौँ। पितामहले भगवानकै अगाडि आफ्नो प्राण त्याग्नुभयो। भगवानले सम्झिएर जानुभएको थियो भीष्म पितामहलाई। प्रतीक्षा गरेका थिए पितामहले, तर जानुभयो कृष्ण, आफै जानुभयो। त विदुरजीको पनि यस्तै यस्तै कथा छ। सदैव भगवानले जसलाई याद गर्नुहुन्छ ती विदुर हुन्। प्रसङ्ग भागवतमा कसरी आउँछ भने भगवान स्वधाम जानुभयो, गोलोक धाम जानुभयो। गोलोक धाम गएपछि बडा पीडित भएर छटपटिएर कालिएर रुँदै रुँदै उद्धवजी तीर्थयात्रामा हिँड्नुभयो। विदुरस तीर्थयात्रायाम उद्धवजी र विदुरजी दुईटै तीर्थयात्रामा हुनुहुन्छ। यमुनाजीको पावन तट वृन्दावनमा दुईटै भक्तहरूको एक आपसमा भेट भयो। जब दुईटा भक्त एक आपसमा भेटे के गरे थाहा छ? अभाग भए। दुईटै भक्त कृष्णको प्रेममा निमग्न छन्। एउटा भगवान स्वधाम जानुभयो, प्रभु म पनि जान्छु न साथमा, मलाई नछोड्नुस् न भन्दाखेरि भगवानले भन्नुभयो, उद्धव तिमीले धर्मको रक्षा गर्नुपर्छ, धर्मको प्रचार गर्नुपर्छ, तिमी बद्रिका आश्रममा जाऊ, बद्रीनाथमा गएर तपस्या गर। द्वारिकाबाट कृष्णसँग विदा भएर रुँदै 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 वृन्दावन पुगेका छन्। वृन्दावन हुँदै, द्वारिकाबाट वृन्दावन हुँदै बद्रीनाथ पुग्नु छ। त्यस्तो एकदमै पीडाले विरहले छटपटिएको बेलामा जब अर्का भगवानका भक्तलाई भेटे, अङ्कमाल गरे। एक शब्द पनि बोलेनन्, तर दुईटै रोए। दुईटै रोए। अङ्कमाल गरेका छन्। विदुरका आँखाबाट झर्ती झरेका प्रेमाश्रुहरूले उद्धवको पछाडिको भाग पुरै भिजेको छ। उद्धवका आँखाबाट झरेका प्रेमाश्रु, भक्ति अश्रुले विदुरका पिठ्यौँ भिजेको छ। दुईटै रोएका छन्, एक शब्द पनि बोलेका छैनन्। दुईटै रोए। विदुरले के भने थाहा छ? उद्धव तिमी त कति भाग्यशाली छौ, जीवनभरि कृष्णको साथमा रह्यौ। मेरो दुर्भाग्य हेर त, भगवानलाई मुस्किलले धेरै पटक देख्न पनि पाइन। विदुरले भन्छन् त्यही त पीडा छ। बाल्यकाल कृष्णसँगै बिताए, यौवनकाल कृष्णसँगै बिताए। म साँच्चै भन्दैछु, मेरी आमासँग भन्दा बढी कृष्णसँग समय बिताएको छु। उद्धव रथ पनि हाँक्छन्, साथी पनि हुन्, मित्र पनि हुन्, सखा पनि हुन्, सबै हुन्। उद्धव मन्त्री पनि हुन् कृष्णका। भन्छन् त्यही त पीडा भयो, जीवनमा एक्लै बस्ने बानी नै थिएन, कृष्णले छोडेर गए, म एक्लै भएँ। रोएका छन्। जोसँग जीवनमा अधिक समय बिताइन्छ
ती व्यक्तिसँग बिछोड भयो भने, व्यक्तिसँग पनि बिछोड भयो भने बहुत पीडा हुन्छ। मान्छे टुट्छ जब आफ्नी आमाको मृत्यु हुन्छ, अथवा आफ्नो श्रीमानको मृत्यु हुन्छ, अथवा आफूले अनन्त प्रेम गर्ने, अथाह प्रेम गर्ने श्रीमतीको मृत्यु हुन्छ नि, अनि जीवनभरिलाई मान्छे टुट्छ। उसलाई यस्तो लाग्छ कि अब जीवनमा खुसी सिद्धियो, जीवनमा हाँस्ने ठाउँ सिद्धियो, जीवनमा आफ्ना दुःख पीडाहरू व्यक्त गर्ने ठाउँ सिद्धियो, मेरो जीवन नै सिद्धियो। अति माया गर्ने श्रीमान को मृत्यु भयो भने, किनभने अधिक समय बिताइएको हुन्छ, आफ्ना सुख दुःख व्यक्त गरिएको हुन्छ, जीवनका सबै कुराहरू बताइएको हुन्छ। सङ्घर्ष गर्दा 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 झोपडी पनि थिएन, भाडामा बस्थ्यौँ, दुःख गर्दा 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 भिटा घडेरी किनियो, झोपडी बनाइयो, घर बनाइयो, अब सुख भोग्छु, अब त श्रीमानसँग आनन्दले बुढेसकालमा आनन्द लिने हो भन्ने बेलामा श्रीमानको मृत्यु भयो भने कति पीडा हुन्छ होला। दुःख गरी गरी एउटी आमाले हुर्काइन्, पढाइन्, बढाइन्, ठुलो बनाइन्। आफूले कमाउने बेला भयो, घर किन्न सक्ने बेला भयो, सुख दिने बेला भयो, अब त मेरी आमालाई काखमै राखेर जीवन बिताउँछु। 10, 20, 50 वर्ष अब जति बाँच्छिन् मेरी आमा, साँच्चै मैले अब चाहिँ दुःख दिन्न। जति सङ्घर्ष गर्ने गरिन्, दुःख गरिन्, काम गरिन्, अब मेरी आमालाई म एक थोपा आँसु पनि चुन दिन्न भन्ने बेलामा फ्याट्ट आमाको मृत्यु भयो भने के हुन्छ? मान्छे पुरै टुट्छ, जीवनभरलाई टुट्छ। बहुत सङ्घर्ष गरिन् मेरी आमाले, आफू भोकै बसेर आधा पेट खाएर खुवाइन्, भोकै बसेको शरीरबाट दुध चुसाइन्। हेर्नु न, आफूले केही खाएको छैन, दुध कसरी आयो होला के? अरूको लान्छना पनि सहिन्, पीडा पनि सहिन्, दुःख गरिन्, आफूले चेतिएको साडी लाइन्, तर छोराछोरीलाई राम्रो नाना, दसैँ आयो, तिहार आयो, अरूका बच्चा बच्चीले राम्रो कपडा लगाएका छन्, मेरा छोराछोरीले केही पाएनन्। आफूसँग भएको सम्पत्तिको नाममा भएको एउटा सिक्री पनि बेचेर बच्चा बच्चीलाई पढाइन्, हुर्काइन्। यदि ती आमाको आफूले कमाउने बेलामा, आफ्नो अब कमाउने बेला भयो, अब केही त गर्न सक्ने बेला भयो भन्ने बेलामा, अब मैले मेरो कमाई छ, अब त मैले केही त गर्न सक्छु, केही कमी छैन भन्ने बेलामा यदि ती आमाको मृत्यु भयो भने कति पीडा होला, कति पीडा होला। उद्धवले भन्छन्, ए विदुरजी, मलाई त्योभन्दा पनि लाख गुणा बढी पीडा भइरहेको छ। किनभने मैले मेरो बा, मेरो आमा, मेरो साथी, मेरो सबै कृष्ण थिए। मेरो आमा भन्ने पनि उन्नै थिए। मैले जीवनका सबभन्दा बढी समय कोहीसँग बिताएँ भने त्यो कृष्णसँगै बिताएको। आज एक्लै कृष्णको बिना यो पृथ्वीमा बस्न परेको छ। मलाई ठुलो पीडा भएको छ, ठुलो पीडा। उद्धवले डाको छोडेर रोए। त्यो देखेर विदुरजी यसरी जमिनमा पछारिए, ए कान्हा, हे कृष्ण भन्दै, मेरो त दुर्भाग्य, हजुर पृथ्वी छोडेर स्वधाम जाने बेलामा मैले दर्शन पनि गर्न पाइनँ, दर्शन पनि पाइनँ मैले त। उद्धवले भन्छन्, विदुरजी, हजुर धेरै पुण्यात्मा हुनुहुन्छ, धेरै पवित्र आत्मा हुनुहुन्छ। भगवानले आफ्नो धाम जानुभन्दा पहिल्यै 3 पटक हजुरलाई सम्झिनु भएको थियो। मेरो विदुरले के गरेको होला, कहाँ होला, अरू सबैसँग त भेट्न पाएँ, ऊ आएन। उसको म गएको थाहा पाएपछि ऊ कति रुने होला। मेरो सन्देश पुर्याइदिनु है उद्धवलाई, विदुरलाई, उद्धव भनेर
भगवानले भन्नुभएको रहेछ। भगवानले स्वधाम जानुभन्दा पहिले मलाई सम्झिनुभयो, मलाई याद गर्नुभयो भन्छन्, झन् बेसकरी हुन्छ। दुईटा भक्तहरू एक आपसमा भेटेका छन्, भगवानकै चर्चा गरेका छन्, भगवानकै गुणानुवाद गाएका छन्। उद्धवले विदुरलाई भगवानका सबै कथाहरू सुनाउनु भयो। विदुरले एउटा मात्रै कथा सुनाए, किनभने धेरै समय भगवानसँग विदुरले बिताएकै थिएनन्। उद्धवको पुरै जीवन भगवानसँगै बितेको थियो, त्यसैले पुरै कथा यहाँ उद्धवले सुनाएका छन् विदुरलाई। भगवानको बाल लीला, राजपञ्चाध्यायदेखि लिएर सबै लीलाहरू र यदुवंशको संहारदेखि लिएर भगवानको स्वधाम गमनसम्मका प्रसङ्गहरू सुनाउनु भयो। अब विदुरको पालो आयो। विदुरले भन्छन्, मसँग त कुनै कथा छैन। एकपटक कृष्ण मेरो कुटीमा आएका थिए, त्यति कथा छ मसँग। एकपटक कृष्ण मेरो कुटीमा आएका थिए, तर कसरी आएका थिए? दुर्योधनको पकवान, खाद्यान्न सबै छोडेर मेरो कुटीमा साग खानको लागि आएका थिए। अपरम्पार छ तिनको लीला। अति भोकाका रहेछन्, साह्रै भोकाका रहेछन्। अगाडि 56 व्यञ्जन हुँदाखेरि पनि मलाई भोक छैन भने, तर मेरो कुटीमा आएर सताए। भोक लागेछ, के काम दिन्छु, के छ घरमा, कुटीमा के छ भन्दै सताए। दुर्योधनको घरमा बनेका कचौडी पकौडी, मेवा, पकवानहरू, मिष्टान्नहरू सबै छोडेर आए। अद्भुत छ हाम्रा कान्हाको लीला, अद्भुत छ। विदुरकी पत्नीले स्वागत गरिन् कृष्णलाई। कथा हामी सबैले सुनेकै छौँ, बुझेकै छौँ। विदुरजी बजारमा जानु भएको थियो केही खरिद गर्नको लागि। कृष्ण आउँछु भनेका छन्, पक्का आउँछन्। विदुरकी पत्नीले भगवानलाई स्वागत कसरी गरिन्? भगवान जानुभयो, आवाज लाउनुभयो, को आएको छ, को आएको हो भन्दै बाहिर आइन्। भगवानले म हो कि म भन्नुभयो। विदुरकी पत्नीले वृद्धावस्था आएको थियो, कानले सायद कम सुन्थिन्। को हो गर्दै ढोका खोलिन्। अब मेरो भाव त्यस्तै लाग्छ मलाई। जङ्गलको बिचमा एकान्त स्थानमा भगवान मित्र जानुभयो, स्वागत गरिन्, हात समातिन्। को होला चिन्न गाह्रो भयो। जब कृष्णको मुकुटमा हात गयो, अनुहारमा हात गयो, भगवानले भन्नुभयो, काकी म कृष्ण हो कि? कृष्ण कानमा गएर भन्नुभयो बेस गरी, म कृष्ण हो कि? अनि विदुरकी पत्नीले रुँदै रुँदै स्वागत गरे। जीवनभरि तिम्रो प्रतीक्षा गरे, जीवनभरि तिमीलाई कुरिरहे। तिमी आयौ त आयौ, तर बहुतै ढिला आयौ कृष्ण। कान्हा ए प्यारेजु एकदमै ढिला आयो। किन नि काकी, तिमीलाई हेर्नको लागि आँखा हेर त यो कुटीमा सानो झ्याल पनि बनाएकी छु मैले। पक्का कृष्ण आउँछन् भनेर जङ्गलको बिचमा त्यो कुटी छ, कुटीको यतापट्टि झ्याल छ, यहाँबाट हेरेर बस्थे। जबसम्म आँखा देख्ने थिए, राम्रोसँग देख्थे, तबसम्म आएन। बुढेसकाल लाग्यो, आँखा बन्द भए, कान पनि बन्द भए, बल्ल आयौ तिमी। विदुरकी पत्नीले एउटा भजन गुनगुनाइन्, गीत गाइन्। यो मैले अस्ति भर्खर कोरेँ, आफ्नै भावमा कोरेको हुँ। त्यस्तै हो कि होइन त अलग कुरा छ, तर मैले मेरो भावमा बिना तालमा गाउँछौँ हामी। मैले यो अस्ति इटारीमा कथा हुँदै गर्दाखेरि यस्तो भाव आयो मलाई, र मैले एउटा सानो शब्द कोरेँ, कान्हा तिमीलाई बल्ल मेरो याद आयो। ए कृष्ण, तिमीलाई बल्ल मेरो याद आयो।
मेरो आँखा बसिसके, कानले सुन्ने शक्ति पनि बन्द भइसक्यो, शरीर शिथिल भइसक्यो, तिमीलाई बल्ल मेरो याद आयो, यति वर्षपछि बल्ल भन्दै विदुरकी पत्नीले भगवानलाई गुनासो गरेको भाव छ। यो भजन, यो शब्द चाहिँ अस्ति इटरीमा हाम्रो सागर खनालजीको घरमा कथा हुँदै गर्दा मैले प्राय बिहानमा लेख्ने गर्छु, यहाँ पनि लेख्ने विचार चाहिँ छ। हेरौँ भोलि पर्सि केही भाव आयो भने लेखिनेछ। दिनभरि परिभ्रमण गर्दा थकान हुने रहेछ, बिहान छिटो उठ्न नसकिने, यसो नित्यकर्म पनि गर्नु पर्यो। त सागरजीको घरमा यो भजन लेखियो बडा भावको साथमा। विदुरकी पत्नीले के भनिन् त, तिमीलाई बल्ल मेरो याद आयो, बल्ल आयो तिमीलाई शिवरञ्जनीमा याद हरे, बल्ल आयो तिमीलाई याद हरे, जीवन वनमा बीती गयो, जीवन वनमा बीती गयो, आयु नै मेरो सिद्धि गयो, आयु नै सबैले गाउनु, जीवन वनमा बीती गयो, जीवन वनमा बीती गयो, आयु नै मेरो सिद्धि गयो, गर्दिन तिमी संग बात हरे, गर्दिन तिमी संग बात, बल्ल आयो तिमीलाई याद हरे, बल्ल आयो मेरो बल्ल याद आयो। जाऊ तिमीसँग बात गर्दैन, हात समातेकी छन्, रोगी छन्, जाऊ तिमीसँग म बात गर्दिन, तिमीलाई बल्ल मेरो याद आयो। बुढेसकाल लागिसक्यो, ज्यान सबै सिद्धिसक्यो, आँखा बन्द भइसके, अब न म केही गर्न सक्ने अवस्थामा छु, तिमीलाई चिन्न पनि सकिनँ, तिमीलाई बल्ल मेरो याद आयो। भगवानलाई घुर्क्याउँदै हात समातेकी छन्, अङ्कमाल गरेकी छन्, चुमेकी छन्, तर घुर्क्याएकी पनि छन्, तिमीलाई बल्ल मेरो याद आयो। पुरै जीवन वनमा बिताइसके मैले, आँखाको झ्यालबाट तिम्रै बाटो हेरिरहे, आँखाको झ्यालबाट तिम्रै बाटो, श्वास श्वास हर पल तिमीलाई नै सम्झिरहे, श्वास श्वास हर पल तिमीलाई सम्झिरहे, रोएरै बीते मेरा रात हरे, रोएरै रोएर बितेको छ मेरो तिम्रो यादमा, तिम्रो प्रतीक्षामा, तिम्रो स्मृतिमा। बल्ल आयो तिमीलाई
याद हरे बल्ल आयो तिमीलाई आँखाले देख्नै छाडिसके आँखाले देख्नै छाडिसके कानले सुन्नै छाडिसके कानले सुन्नै छाडिसके पल पलमै बिर्सिने भए अब म त पल पलमै बिर्सिने भए शब्द पनि ध्यान दिनु होला पल पलमै बिर्सिने भए केही पनि याद छैन मलाई भर्खर कुरा भर्खरै बिर्सिन्छु कहाँ के छ सबै बिर्सिन्छु बुढेसकालले गर्दा होला केही याद हुन्न पल पलमै बिर्सिने भइसके अब पल पलमै बिर्सिने भइसके अब तर तिम्रो याद आइरहे तर तिम्रो याद शरीर यस्तो भयो केही याद रहँदैन तर किन हो तिम्रो याद धेरै आउँछ मलाई सबै कुरा बिर्सिँदाखेरि तिमीलाई पनि बिर्सिनु पाए हुन्थ्यो नि बरु दिनरात रोको छ तडपाको छ सताको बल्ल आयो तिमीलाई याद हरे बल्ल आयो तिमीलाई अब अर्को अन्तरामा भन्छन् एक आना साँच्चै तिमी कसरी मलाई सम्झेर आयौ म रोएको मेरो छटपटाहट तिमीले थाहा पायौ हो कि म रोएको आवाज द्वारिकामा पुग्यो त्यो शब्द त्यो भाव छ एक्लै रोएको तिमीले सुन्यौ कि एक्लै रोएको तिमीले म त ढोका बन्द गरेर कुटीमा एक्लै रुन्थे नि काना एक्लै रुन्छु रुने मान्छे पनि कोही छ कोसँग रौ रुने मान्छे पनि कोही छ मैले रोएको के तिमीले सुन्यौ तिमीले देख्यौ जंगलको एकान्तमा मेरो सानो झोपडी कुटी छ नजिकै जंगल बाहेक केही छैन नदी छ मेरा बुढा पनि दिनभरि भजन गर्छन् ओ कुटीको पल्लो छेउमा बसेर राधे कृष्ण गर्छन् उनले पनि म ओल्लो छेउमा बसेर त्यति बढी भजन त हुँदैन हात दुख्छ मेरो औँला दुख्छ म त रोको रोही मात्रै गर्ने हो तिमीले कतै मैले रोएको देख्यौ सुन्यौ कि मेरो आवाज द्वारिकामा पुग्यो रोएको एक्लै रोएको तिमीले सुन्यौ कि मेरो पुकार मोहन द्वारिका पुग्यो कि मेरो पुकार मोहन द्वारिका पुग्यो। अब यसो हात समातेकी छन् अनुहारमा हेरेकी छन् र के भन्छन् हेरिरहन्छु तिमीलाई आज हरे हेरिरहन्छु तिमीलाई आज हरे बल्ल आयो तिमीलाई याद हरे बल्ल आयो तिमीलाई याद हरे
आज अनुहार तिम्रो मुहार म हेरिरहन्छु, किनभने तिमीलाई आउनको लागि त वर्षौं लाग्दो रहेछ। अब सायद आज छुटेपछि तिमी आउँछौ जस्तो मलाई लागेन। मेरो प्राण छुटन्दैसम्म, मेरो जीवन छुटन्दैसम्म तिमी आउँछौ जस्तो लागेन। त्यसैले आज चाहिँ पुरै जी भरेर, हृदय भरिने गरी हेरिरहन्छु तिमीलाई। आज हरे बल्लायो तिमीलाई याद हरे। अब अन्तिम भाव एउटा छ, कृष्णको हात समात्छिन् र भन्छन्, कान्हा तिम्रो काकाले कहिले काहीँ भन्ने गर्थे के, तिम्रो काकाले कहिले काहीँ भन्ने गर्थे, बुढेसकाल लाग्न थाल्यो, छोराछोरी सन्तान भएनन्, बुढेसकाल के गरी बिताउने हो, शरीरले सकन्दरीसम्म त ठिकै छ, जसो तसो बाँचौँला, छोरो भएन, छोरी भइदिएको भए पनि हुन्थ्यो, छोरी पनि भएनन्, सन्तान नै भएनन् भन्ने गर्दा मैले भन्ने गर्थेँ, हाम्रो छोरो भने पनि, बाबु भने पनि, जे भने पनि, छोरी भने पनि हाम्रा कान्हा छन् नि, कृष्ण छन् नि, कृष्ण नै छोरा हुन्। कृष्ण भएपछि अरू सन्तान किन चाहियो र? मैले भन्ने गर्थेँ, प्यारे आज तिमी आयो, तिमी सर्वस्व हो मेरो, म के भनौँ तिमी मेरो के हौ। मैले तिम्रो काकालाई सधैँ सधैँ भन्ने गर्थेँ, हामी कृष्णलाई नै छोरो मानौ न, कृष्णलाई नै सन्तान मानौ न। आज भन्छन्, तिमी पुत्र हौ, तिमी मित्र हौ, तिमी नै हौ जीवनको सार। के हौ? तिमी पुत्र हौ, तिमी मित्र हौ, तिमी नै हौ जीवनको सार। झोपडी बन्यो वैकुण्ठ। झोपडी के बन्यो? कृष्ण जहाँ गए त्यो वैकुण्ठ भयो। झोपडी बन्यो वैकुण्ठ, हे कान्हा तिम्रो छ महिमा अपार। झोपडी बन्यो वैकुण्ठ, हे कान्हा तिम्रो छ महिमा अपार। बडा भावको साथमा कृष्णलाई स्वागत गरिन्। भगवानले भन्नुहुन्छ, काकी मलाई साह्रै भोक लागेको छ, केही त खुवाउनु, केही त खुवाउनु। कदली फल लिएर आइन्, केरा लिएर आइन् र स्नेहको साथमा खुवाउनको लागि बसेकी छन्। भगवान यता बस्नु भएको छ, तलपट्टि मजेरीमा विदुरानी पनि बसिन्। बसेर कदली फलको फल निकाल्छिन् र के भन्छन्, दाजु आज म आफ्नै हातले खुवाउँछु है भन्छ। आफ्नै हातले खुवाउँछु। हुन्छ। अनुहार मुखारविन्दमा आँखाले टकटकी लगाएर हेरेकी छन्, यसो गरेर आँखामा हेरेकी छन्। आँखा तलतर बर्सिएको छ, आँखा त्यति राम्रोसँग देख्दिनन् पनि होइन, आँखा बसी पनि रहेको छ। फल बाहिर फाल्छिन्, बोक्रा खुवाउँछन्, यसो गरेर खुवाउँछन्। मुखमा खुवाउँछन्, आँखामा हेर्छिन्, यसो गरेर खुवाउँछन्। ध्यान पटक्कै छैन, किनभने प्रीति बसात जब अतिशय स्नेह हुन्छ नि, अतिशय प्रेम भक्ति हुन्छ, त्यहाँ कुनै नियम रहँदैन के, र त्यहाँ कुनै बन्धन पनि रहँदैन। फल बाहिर फालेकी छन्, बोक्रा खुवाएकी छन्। भगवानले पनि खाएको खाइ हुनुहुन्छ। 20-30 वटा खाइदिनु भयो बोक्रा, बाहिर फल फालेको छ। भनिन्छ दुर्योधनले मान्छे पठाएको थियो रे, झोपडीमा बसेको छ, के खुवाउँछ ल गएर हेर्नु नि, कृष्णलाई के खुवाउँदो रहेछन्, के सत्कार हुँदो रहेछ, हामी पनि हेरौँ, जाऊ गएर हेरेर आऊ। सैनिकहरू हेर्न आएका रहेछन्, के खुवाउँछ यसले, घरमा त केही छैन, झोपडीमा केही पनि छैन, के खुवाउँछ। भित्रबाट त्यो फल जुन छ नि, केराको फल के कोलाको फल फाल्दै गर्दाखेरि त्यो सैनिकको मुखमा लागेछ। ओहो, बाहिर फल फाल्दैछन्, भित्र धेरै भएर त होला नि, भनेपछि भरि भराउ रहेछ, केही कमी रहन्छ भनेर सैनिकहरू फर्केछ। महाराज नकुरा गरौँ, भित्र सानो बाहिर हेर्दाखेरि झोपडी मात्रै हो, भित्र त खानेकुरा कति हो। पाकेका केरा, जङ्गलका त्यो मिठो स्वादिष्ट स्वादतर केराहरू बाहिर फालिरहेको थिए भने चाहिँ कमी केही पनि छैन। सबैले भन्नुहोस् राधे राधे। भगवानलाई खुवाएकी छन्। एकछिनपछि विदुरजी आउनुभयो,
आएर सबै देख्नुभयो नाटक। ओहो अरे भाग्यवान भन्नुभयो, ए भाग्यवान, ए बुढिया। ध्यान कृष्णमा छ, 2-4 पटक बोलाउँदा पनि सुनेनन्। यस्तो गजका ए के गरेको यसो दिँदै थिएन। होइन मैले के गरेर भगवानलाई के खुवाएको, केही थिएन घरमा, के खुवाउनु, घरमा कहिले केही हुने होइन। हजुर पनि भोकै बस्नुहुन्छ, यसो पात चपाएर बस्नुहुन्छ पानी पिएर, म पनि केही खाने गरेको छैन, घरमा केही थिएन। धन्न भगवानको कृपाले गर्दा नजिकै तल्तिरपट्टि कोला कदली फल पाकेको रहेछ, त्यही ल्याएँ, त्यही खुवाइरहेको छु। त्यो त ठिकै छ कि, तर के खुवाउँदैछु यसो हेर त, के खुवाउँदैछु, कोला खुवाउँदैछु होइन, हातमा हेर त, हातमा यसो ध्यानको हातमा त केराको बोक्रा थियो। यसो यतापट्टि हेरेको त मजरीभरि बाहिरपट्टि बाहिरसम्म फालिएका फलहरू छन्। त्यसपछि कस्तो भयो होला, बडा भावुक भए। जिन्दगीमा पहिलोपटक कृष्णलाई आफ्नो हातले खुवाउने सुयोग्य अवसर प्राप्त भएको थियो। त्यसमा पनि मैले बोक्रा खुवाइदिएँ, छिल्का खुवाइदिएँ भनेर थचक्कै भैमा बसेर रोइन्। किन यस्तो गरायो तिमीले भन्न पर्दैन, कान्हा बोक्रा किन खुवाएको, फल खुवाउनुहोस् भन्न पर्दैन। भगवानले यसरी हात राख्नुपर्छ। ए भगवान, अघिलेसम्म मैले बोक्रै खाइरहेको थिएँ त, काकी साँच्चै हो, मजाक नगर न, तिमी पनि कति मजाक गर्छौ, अझैसम्म त्यो बानी गएको छैन, मजाक गर्ने बानी गएको छैन, केटाकेटी जस्तो गर्ने, बुढेसकाल लगाइसक्यो। कहाँ काकी, म कहाँ बुढो भएको छु र, भर्खरैको छु, म बच्चै छु भन्नुभएको छ। साँच्चै काकी, मेरी प्यारी काकी, अङ्कमाल गर्दै रोए कि काकीलाई अङ्कमाल गर्नु परेन। यसो हाप्प लिएर काखमा लिएर आँसु पुस्दै अनि थमथम्याउँदै, काकी साँच्चै भन्दैछु, मलाई पनि थाहा थिएन कि मैले बोक्रा खाँदैछु भन्ने, मलाई पनि थाहा थिएन। तर जुन स्वाद मैले हजुरले खुवाएको त्यो कदली फलको बोक्रामा पाएँ, वैकुण्ठको सुधामा, वैकुण्ठमा खाने गरेको प्रसादमा पनि त्यो स्वाद छैन, जुन स्वाद हजुरको केराको बोक्रामा मैले प्राप्त गरेँ। मैले अनेकन अवतार लिने गरेको छु, अनेक अवतारमा भक्तहरूले मलाई अनेक व्यञ्जनहरू खुवाउने गर्नुहुन्छ, तर जुन स्वाद मैले हजुरको त्यो कदली फलको बोक्रामा पाएँ, अन्त पाइनँ। विदुरले बजारबाट के लड्डु पेडाहरू लिएर आउनु भएको थियो, त्यो आफ्नो हातले खुवाउनु भयो, प्रभु यो खानुहोस्। त्यो पेडा खाँदै लड्डु खाँदै भगवानले के भन्नुभयो थाहा छ, विदुरजी जुन स्वाद त्यो बोक्रामा थियो त्यो फल यो मिष्ठान्नमा छैन। सुनहु विदुर हम भाव के भूखे, सुनहु विदुर सुनहु विदुर हम भाव के भूखे। भक्तवत्सल भगवान त प्रीतिको, भगवान त प्रेमको भोको हुनुहुन्छ, भगवान खाद्यान्नको भोको हुनुहुन्न। त्यसैले हामीले प्रेमपूर्वक भगवानलाई अर्पण गर्नुपर्छ।